एज अ बिगिनरको लागि फ्यु टिप्स यो भिडियो युट्युबमा पनि हुन्छ सो फुल भिडियो अन युट्युब। टिप नम्बर 1 डोन्ट स्किप योर वार्मअप्स। वार्मअप्स एकदमै इम्पोर्टेन्ट हुन्छ। अब वार्मअपलाई नै 20-30 मिनट दिनु चाहिँ पर्दैन है। हरेक एक्सर्साइजको लागि एक सेट वार्मअप गर्दा हुन्छ, एक दुई सेट वार्मअप। होल वर्कआउट अगाडि 5 to 10 मिनट्स वार्मअप गऱ्यो भने इनफ हुन्छ। अर्को टिप भनेको यु ओन्ली निड 2 सेट्स टिल फेलियर। लाइक एउटै एक्सर्साइजको लागि 4-5 सेट गर्नु पर्दैन, युजलेस हुन्छ त्यो सबै। क्वालिटी ओभर क्वान्टिटी। ड्रप सेट्स आर नट अलवेज युजफुल है। कहिलेकाहीँ गर्दा राम्रो हुन्छ है त्यो एक्स्ट्रा बर्नको लागि, तर हरेक एक्सर्साइजको लागि हरेक दिन हरेक सेटको लागि ड्रप सेट गर्नु जरुरी छैन र राम्रो पनि होइन। र यु विल नो कि वेन यु निड अ ड्रप सेट क्या। टिप नम्बर समथिङ है, प्लान योर वर्कआउट्स। प्लान गरेन भने अल्लमल्ल परिन्छ र के गर्ने हुन्छ। सो वर्कआउट प्लान गरेर आउनु। प्लान गर्ने एउटा राम्रो तरिका चाहिँ नोट्स एपमा लाइक इन्क्लाइन डम्बल प्रेस 3 सेट 12 reps 10 reps। स्टे हाइड्रेटेड। लाइक एउटा मिसकन्सेप्सन मलाई पनि थियो र धेरैजनालाई होला, लाइक एक्सर्साइज गरिरहेको बिचमा पानी खानु हुँदैन या यो एक्सर्साइज सकेपछि पानी खानुपर्छ, वर्कआउट सकेपछि एकैचोटि पानी खानुपर्छ, तर त्यस्तो होइन। स्टे हाइड्रेटेड। सेट्सको बिचमा पनि पानी खाँदा हुन्छ।